नमस्ते मेरा साना साथीहरू। आज हामी हाम्रो सानो साथी रिहुले कसरी दशैं मनायो त हेरौँ है त। आज नेपाल जाने दिन, तर रिहु अझै मस्त निन्द्रामा थिए। रिहु उठ छोरा, चाँडो तयार भएर एयरपोर्टमा जानुपर्छ। याद छ आज हामी नेपाल जाँदैछौँ भनेर आमाले भन्नुभयो। रिहु दङ्ग भएर उठ्यो र हत्तनपत्त आफ्नो प्यारो सिरक र पानी खाने बोतल लियो र एकछिनमै तयार भएर आयो र दङ्ग परेर भन्यो, आमा म तयार भएँ, छिटो जाम। रिहु विमानस्थलमा पुग्दा अचम्ममा पर्यो। पहिलोपल्ट यति ठुलो हवाई जहाज देख्दै थियो, त्यसैले आहा कति रमाइलो भन्दै हवाई जहाजको झालबाट बाहिर हेर्यो अनि मनमनै भन्यो, हजुरबुवा म छिट्टै पुग्दैछु त्यहाँ। प्लेन भरि रिहुले उसको दिदीसँग रमाइलो कार्टुनहरू हेरे अनि मिठो मिठो खाजा खाए। काठमाडौँ विमानस्थलमा हजुरमुवा र हजुरबुवा ठुलो मुस्कान लिएर रिहुलाई कुर्दै हुनुहुन्थ्यो। रिहु दौडेर उहाँहरूकोमा पुगे र उहाँहरूले भन्नुभयो, नेपालमा स्वागत छ हाम्रो प्यारो रिहुलाई। दशैं सुरु भइसकेको थियो। आकाशमा रङ्गीन चङ्गाहरू उडिरहेका थिए। छर छिमेकीहरू सबै चङ्गा उडाइरहेको र बच्चाहरू सबै पिङ खेलिरहेको देखेर रिहुको आँखा उज्यालो भयो। हजुरआमाले रिहुलाई जमरा र टिकाको थाली देखाएर भन्नुभयो, हेर रिहु, यो दशैंको आशीर्वाद हो। रिहु अचम्म मानेर जमरालाई छोयो। विजया दशमीको दिन रिहु नेपाली पहिरनमा सजिए र ऐनामा आफूलाई देखेर मक्ख परे। हजुरबुवा र हजुरमुवाले रिहुको निधारमा ठुलो आशीर्वाद सहित ठुलो टिका र जमरा लगाइदिनु भयो। रिहुलाई एकदमै रमाइलो लाग्यो। टिकापछि रिहु कौसीमा गएर आफ्नो परिवारसँग खेल्यो, चङ्गा उडायो अनि टन्न मिठाई खायो। साँझ पर्दै गर्दा हजुरबुवाले आफ्नो बाल्यकालको दशैंको कथा सुनाउनु भयो। रिहु चाहिँ आफ्नो प्यारो सिरकभित्र बसेर ध्यानपूर्वक सुनिरहे। नभन्दै दशैंको मिठो सपना देख्दै रिहु मस्तले निदाए। शुभरात्रि सबैलाई अनि विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना।